एउटा पल्सारको आमा भन्ने मुभी निस्किएर रहेछ। आज उहाँहरूको पर्फर्मेन्स लाइभ कन्सर्ट हेरिरहेको छ हामी चाहिँ। लाइभ कन्सर्टको भिडियो चाहिँ मैले यही भिडियोमा हालेको छु, सबजना लास्टसम्म हेर्नु होला। त्यसै गरी अस्ति नै दुर्गे सभाको पनि मैले लाइभ कन्सर्टको भिडियो हालेको थियो, सबजनाले माया गरिदिनु होला, हेरिदिनु होला, त्यही भन्न चाहन्छु। अनि एकदमै बब्बाल छ मुभी, सबजनाले हेरिदिनु होला। आमा भन्ने मुभी मलाई पनि एकदम मन पऱ्यो है, मन छुने रहेछ, गीत पनि एकदमै दामी रहेछ। सो यो भिडियोमा लास्टसम्म हेर्नु होला। पल्सारसँग हामी पनि भेटेको छु, हात मिलाएको छु, सब हेरिदिनु होला। माया छ सबैलाई, साथ सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला। सो त्यही हो। बाआमाले रगत पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ। फरक एक थियो, पासपोर्ट भरिँदै गयो अनि घर वृद्धिँदै गयो। हेलो, भोलिदेखि आबाट आमा तपाईँहरूको माझमा हलमा आउँदैछ। आज आबाट आमाको टोलीको विशेष कार्यक्रम टेलरबाट, टेलर हो है त, टेलरले सप्तक बोलिहाल्छ। कृपया टेलर बजाइदिनु होला, देखाइदिनु होला एकचोटि। सुप्रिया ओखडा र टिमलाई सबैजना नरिसाइदिनु होला। सो यो सन बन्द गर्नुको कारण चाहिँ यो सन अन गरेर भिडियो हालेपछि चाहिँ मेरो युट्युबमा कपिराइट आउँछ, त्यही भएको कारणले सन बन्द गरेको छु। सो नरिसाउनु होला। सो भिडियो लास्टसम्म हेर्नु होला। एकदमै राम्रो डान्स गर्नुभएको थियो उहाँहरूले पनि है। आमा मुभीमा उहाँहरू पनि खेल्नु भएको रहेछ, त्यही भएको कारणले डान्स गर्दै हुनुहुन्छ। एकदमै राम्रो छ डान्स। भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला। त्यही भन्न चाहन्छु गाइज। एकदमै बब्बाल हुनेवाला छ आजको कन्सर्ट, सबजना लास्टसम्म हेर्नु होला। भगवान सबै ठाउँमा सबैसँग पुग्न नसक्ने भएको हुनाले आमा बनाउनु भएको रे। त्यही आमाको सम्मानका लागि, आमाको ममता देखाउनको लागि यो चलचित्र आबाट आमा बनेको छ। आज यो टिमले तपाईँहरूको माझमा प्रचारात्मक कार्यक्रम सहित यो कन्सर्ट गरिरहेको छ। म बिस्तारै आबाट आमाका सम्पूर्ण कलाकारलाई परिचय गराउनेछु, बोलाउनेछु। यति बेला भने म नेपाल आइडलका विजेता, तपाईँहरूले भोट गरेर जिताउनुभएका प्रिय गायक करण परियारलाई स्टेजमा आमन्त्रण गर्ने तयारी गरिरहेको छु। तपाईँलाई अगाडि कृपया गीत बजाइदिनु होला। गीत बजाइसके पछाडि हामी चाहिँ करण परियारलाई सुन्नेछौँ। अहिले चाहिँ गीत अलिकति थोरै प्राविधिक तयारी गर्नुपर्ने भयो। एकचोटि टिजर बजाइदिनु होला। टिजर पछाडि हामी नेपाल आइडललाई नै सुन्नेछौँ, तर
करणभन्दा अगाडि हामी रवि ओरलाई सुन्नेछौँ है। कृपया टिचर एकचोटि हालिदिनु होला। OSR Digital, entertaining the nation. बलिउडको थाहा छ कि नै? थाहा छ। सिमो चिन्नु भयो? हो चिने। मलाई आउनुहुन्छ। गीत गाउँ गीत। सिमो गीत गायो गीत। सिमो गीत गायो गीत। अब गीतको तयारी हुँदैछ। एउटा प्रस्तुति हेरौँ। खन्ते खलास हेमराज अधिकारीलाई स्टेज आमन्त्रण गर्न चाहन्छु। एउटा प्रस्तुति हेमराज अधिकारी खन्ते खलास। जादव नमस्कार हजुर। निकाय छ क्या? के भने काठमाडौँ बान्ने? अब हाम्रो क्याफेले आउनु लागेको छ। कहिले आउने हो? फलेउटा भन्दा फलेउटीलाई बढी याद हुँदछ यस्ता कुरा। आजकलका जमानामा केटीलाई खुसी बनाउन 1000 तरिका चाहिन्छ, हो कि नै? तर केटा मान्छे यसी चक केटी देख्यो भने खुसी भइजान छ। अब हाम्रो फिल्म भोलि आउनु लागेको छ। सबैले अब म त मेरो ड्रेस हो उहाँले खेलेको सिनेमा अमेरिकामा भर्खरै प्रदर्शन भएको छ। अमेरिकामा चलचित्र प्रदर्शन भएको छ। उहाँ खेल्नुभएको चलचित्र नायक हुनुभएको चलचित्र द्रौपदी। शुभकामना, बधाई पनि। भर्खरै के अवार्ड पनि पाइसकेको छ। अबको प्रस्तुति तपाईँ गर्नुहोस्। म चाहिँ एकछिन गजल पढ्छु। Thank you so much. नमस्ते काठमाडौँ। काठमाडौँ भनेर नमस्ते। सम्पूर्णलाई मेरो नमस्कार। म नेपाल आइडल रवि ओर सिजन 2 को विजेता। तपाईँहरूले चस्मा खोल्नु पर्यो। मेरी तपाईँलाई भनिसकेको छु। भोलिदेखि सबै हलहलमा गइदिनु होला। आमाको सम्मानको लागि पनि जानुपर्छ। एकपटक आमाको लागि भयो भने जानुपर्छ। किनकि आमालाई मिस गऱ्यो भने मिस हुन्छ। म यो शब्द भन्ने बेला आफै भक्कानिन्छु। यस्तै कार्यक्रम दुबईमा थियो। दुबईको कार्यक्रमको लागि म गएको थिएँ सहभागी हुन। तर दुर्भाग्य मेरी आमा यता बित्नुभयो। आमाको अनुहार हेर्न पाएन मैले, आमाको सम्मान गर्न पाएन मैले। धन्यवाद दिन चाहन्छु रविवारलाई। म अत्यन्त छोटो रूपमा कार्यक्रम सञ्चालन गर्ने कोसिस गरिरहेको छु, किनभने टाइम हामीसँग छोटो छ। म यही बेलामा यो टिमको क्याप्टेन चन्द्र पन्तजीलाई छोटो केही राखिदिन स्टेजमा आमन्त्रण गरिहाल्ने यो बेला। चन्द्र पन्त छोटो क्याप्टन आउँदै हुन चाहन्छु है। त्यसो भए एउटा गीत हेर्छौँ हामी आबाट आमाको। त्यस पछाडि आदरणीय वरिष्ठ कलाकार हाम्रो प्रिय नायिका विपना थापा सहित हम आपको स्टेज में स्वागत करना चाहते हैं। प्लीज कम ऑन द स्टेज। उहाँहरू आउँदा कम्तीमा तपाईले जोरदार तालीले स्वागत गर्नुहोला। यसभन्दा अगाडि रस्व दीर्घमा पनि उहाँको अभिनय हामीले हेऱ्यौँ। रस्व दीर्घमा पनि विपनाजी पनि हुनुहुन्थ्यो, प्रकाश सर पनि हुनुहुन्थ्यो, प्रदीप सर पनि हुनुहुन्थ्यो। दुवैलाई
हामीले स्वागत गर्नुपर्छ। नेपाली चलचित्रको स्वीकृतिका लागि भारतबाट आएर नेपाली सिनेमा खेलिरहनु भएको छ उहाँहरू। यो दोस्रो चलचित्र हो गजनी। तपाईँले हेर्नुभएको छ गजनीका खलनायक, तर उहाँ अत्यन्त मृदुभाषी हुनुहुन्छ, अत्यन्त प्रिय हुनुहुन्छ। कृपया अलिक छिटो ल्याइदिनु होला उहाँहरूलाई, अलिक चाँडै ल्याइदिनु होला स्टेजमा। यति बेला तपाईँहरूको जोरदार तालीले हामीले उहाँलाई स्वागत गर्नेछौँ। नेपाली चलचित्र उद्योगको स्वीकृतिका लागि यो उहाँको दोस्रो चलचित्र नेपालमा दशकका पछाडि आबाट आमा। अत्यन्त राम्रो उत्कृष्ट रोल उहाँलाई यो टिमले दिएको छ र सहयोग पनि मागेको छ, किनकि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्याउनको लागि त्यो सहयोगी सिद्ध हुनेछ भन्ने अपेक्षा पनि रहेको छ। कृपया टिमका साथीहरू उहाँहरूलाई अलिक छिटो सम्मानका साथ स्टेजमा ल्याइदिनु होला। हामीसँग समय छोटो छ। सुरक्षाकर्मी आदरणीय व्यक्तित्वहरूले भनिरहनु भएको छ कृपया कार्यक्रम छोटाउनु होला भन्नुभएको छ, छिटो गर्नु होला भन्नुभएको छ। हामी शालीनतापूर्वक भव्यतापूर्वक सफलतापूर्वक कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। कुनै प्रकारको यहाँ त्यस्तो व्यवहार हुने छैन। कृपया वेलकम अन द स्टेज मिस्टर प्रदीप राउत एंड विपना थापा। आपका नेपाल में स्वागत है, बहुत बहुत स्वागत है। खै त ताली खै। अब यो स्टेजमा आइसके पछाडि म एकैछिन यो स्टेज नै उहाँहरूलाई हस्तान्तरण गर्न चाहन्छु। आदरणीय अभिनेत्री विपना थापा सँगसँगै प्रसिद्ध अभिनेता हाम्रा पाहुना पनि हुनुहुन्छ। उहाँ दुवैजना स्टेज सेयर गर्न चाहन्छु म। कृपया माइक। हेलो, गुड इवनिंग, नमस्ते मेरे नेपाल के भाइयों और बहनों। बोलूं क्या? भाई और बहनों, बहुत बहुत अच्छा लग रहा है, बहुत खुशी हो रही है आप सबको देख के। एंड काठमांडू कमाल की जगह है। अभी हम कल पोखरा जाके आए थे, आज आप लोगों से मिलने यहाँ आए हैं और उम्मीद करता हूँ कि आप हमारी फिल्म को जरूर अपनी फिल्म समझ के ही हेल्प करेंगे। नेपाल वालों की कहानी है और वो भी सदियों से जो एक चीज चली आ रही है, इट इज ऑल अबाउट दैट। आपको बहुत अच्छा लगेगा। एक कोशिश, एक बार थिएटर में जरूर जाइएगा। थैंक यू सो मच। आप लोगों ने लगान फिल्म देखी थी क्या? लगान। अभी नेपाल ने वेस्ट इंडीज को क्रिकेट मैच में हराया था T20 में, याद है? आप लोगों ने देखा? मैंने बंबई में देखा था, मुझे बहुत अच्छा लगा। नेपाल ने वेस्ट इंडीज को हरा दिया। बात है नेपाल, बहुत अच्छा लगा। वैसे ही एक फिल्म बनी थी लगान, आमिर खान साहब उसमें हीरो थे और मैं उसमें देवा था, देवा, सरदार देवा। वो बॉल फेंकता है, याद है कि नहीं यार? तो उसका डायलॉग था मेरी ओपनिंग का, बॉल लुढ़क के आता है, मैं नीचे उठ के बॉल को उठाता हूँ, फिर वो सामने अंग्रेज औरत खड़ी होती है, मैं कहता हूँ मेम साहब मैनू अंग्रेजों के नाल नफरत हैगी। वो बोलती है तुम क्रिकेट के बारे में क्या जानते हो? मैं बोलता हूं मैं
क्रिकेट के बारे में बारीक से बारीक चीज भी जानता हूं। ये खेल मैंने देखा है, ये खेल मैंने सीखा है। अगर मैं बॉल फेंकूं तो तीनों गिल्लियां उड़ा दूं, तो मैं बैट चलाऊं तो गेंद को चीर के रख दूं। मैं देवा सिंह सोढ़ी जलंधर से आया हूं। क्या बोले सोनिहाल, सत श्री अकाल। थैंक यू। थ्याङ्क यू सो मच एकचोटि उहाँको लागि जोरदार तालीले सम्मान दिउँ कृपया। थ्याङ्क यू सो मच। र अहिले अब हामी आमा बुवा गएर हाम्रो छोराछोरी पठाउँछौँ। भयङ्कर रमाइलो गर्नुहोला, सबजनाले डान्स गर्नुपर्छ। मेरो राम कृष्ण राधा र श्री आउँदैछन् अहिले एकछिनमा, तयार भएर बस्नु होला सबैले। अनि सानो एउटा रिक्वेस्ट, अहिले जति पनि यहाँ बोलेको यहाँ प्रोग्रामहरू भएको छ सबैले आफ्नो टिकटक, आफ्नो रिल्स र आफ्नो फेसबुक मार्फत सेयर गरिदिनु होला र हाम्रो आबाट आमा टिमलाई, पहल शाहलाई, विपना थापालाई ट्याग गरिदिनु होला। हामी सबैको एन्सर दिने कोसिस गर्दैछौँ, सबैको पोस्ट सेयर गर्छौँ। थ्याङ्क यू सो मच। भोलिबाट आबाट आमा चल्दैछ। आजसम्म यो चलचित्र हाम्रो हो, भोलिबाट आमा तपाईँको हो, तपाईँहरूको हातमा छ। थ्याङ्क यू, नमस्ते। धेरै धन्यवाद। एकैछिन स्टेजमा बस्दिनु होला, यहाँहरूलाई सम्मान छ। चलचित्रको टिमको तर्फबाट कृपया प्रकाश कुँवर निर्माताज्यू लगायतको टिमले उहाँहरूलाई सम्मान गरिदिनु होला। यो सम्मान आमाको लागि पनि, आबाट आमाको लागि पनि, विपनाजीको लागि पनि, प्रकाश सरको लागि पनि, सबैको लागि हो। भोलिदेखि चलचित्र आमा चल्दैछ, यहाँले थाहा पाइसक्नुभयो। यो जानकारी दिनको लागि पनि आज हामीले यो सानो तपाईँहरूसँग साक्षात्कार गरेका हौँ। नायिका सिमरन पन्त। सिमरन जी यति आइन्छ त? आइन्न होला है। त्यसै गरी उषा उप्रेती आइदिनुहोस् न भन्नु। को आउने रे? उषा उप्रेती। त्यसपछि पल शाह, सुपरस्टार पल शाह। चाहियो बोलाऊ, कृपया आइदिनु होला। साइग्रेस पोखरेल, सिमरन पन्त, उषा उप्रेती एन्ड पल शाह। ताली है, ताली खाई, ताली तपाईँहरूको। र उहाँहरू स्टेजमा आउँदै गर्दा कृपया निर्देशक क्याप्टेन चन्द्र पन्तज्यू र निर्माता प्रकाशजी कता हुनुहुन्छ, प्रकाश कुँवरज्यू, उहाँहरूलाई स्टेजमै भन्छु। पल पल साइग्रेस साइग्रेस, सिमरन उषा, क्याप्टेन चन्द्र पन्त, निर्माता प्रकाश कुँवर, कृपया रेडी भइदिनु होला उहाँहरूलाई खादा सम्मानको लागि। यसै गरी यो चलचित्रको सञ्चार संयोजन गरिरहनु भएको कुमारजीलाई पनि म धन्यवाद दिन चाहन्छु। कुमार नमस्कार सबैजनालाई। तपाईँहरूलाई सुरुमा पलजीबाटै केही सुन्न मन लागिरहेको थियो होला। हाम्रो फिल्मको लागि भनेर हामी आउँदैछौँ भनेर यति धेरैजना भिड जम्मा हुनुभएको छ। तपाईँहरू सबैजनालाई सुरुमा मनैदेखि धन्यवाद। भोलिबाट हाम्रो फिल्म आबाट आमा प्रदर्शन हुँदैछ, देशभर विदेशभर सबैतिर।
तपाईँहरू सबैजनाले गएर हेर्नुपर्छ है, हेर्नुहुन्छ नि? कहिले रे बाक्सो भने कहिले? भोलि हेर्नुहुन्छ सबैजनाले? तपाईँहरू सबैजनालाई भेट्नलाई फेरि पनि हामी हलमा पनि आउनेछौँ। आशा छ तपाईँहरू सबैजनासँग फेरि भेट हुनेछ। थ्याङ्क यू। धेरै धन्यवाद एकचोटि जोरदार तालीले उहाँलाई पनि सम्मान गरौँ, शुभकामना दिउँ है। अब भने अघिदेखि मैले भन्दै आएको छु चाहन्छु। थ्याङ्क यू सो मच। र यी माया भोलि हलमा आएर देखाइदिनु होला है, हुन्छ नि? देखाउनु छ होइन? भोलि हलमा आएर चलचित्र आउटामा हेर्नेहरूले हात उठाउनु पर्यो। ओके, धन्यवाद यो मायाको लागि। अब चाहिँ म फेरि हामी एकछिनमा नाच्नेछौँ, पर्फर्म गर्नेछौँ। हामी चलचित्र आमाको सम्पूर्ण टिम आएका छौँ। नमस्ते काठमाडौँ, एकचोटि सबैको आवाज गुन्जन एकैसाथ। नमस्ते काठमाडौँ। आहाबाट याद आयो मेरो सबैभन्दा मन पराएको लाइन, त्यहीबाट सुरु गरौँ। प्रगति दुनियाँको देखियो, खै कहिले डाहा नै भएन। मसँग तपाईँ लास्टको लाइन दोहोऱ्याउनुहोस् है त। प्रगति दुनियाँको देखियो, खै कहिले डाहा नै भएन। कोसिस धेरै गर्दा गर्दै पनि जिन्दगी आहा नै भएन। दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म, दुनियाँलाई खुसी पार्ने दौडमा थिएँ म। आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन, आफ्नै खुसी कहाँ छुट्यो थाहा नै भएन। यो चिसोमा यहाँहरू धैर्य गरेर बस्नु भएको छ, एकचोटि लागि बजाइदिनुहोस् न। धेरै धन्यवाद। अब नाच हेर्ने हो त, कसको हेर्ने? रुका आउन देऊ। ए चिताउने यार, रुका ल साथी Ikaw ito.